गुड मर्निङ साथीहरू। हजुरहरूको चिया पानी भयो कि भएन? म त भर्खरै उठेर दुध तताउन लागेको छु। बच्चाहरूलाई एक एक गिलास दुध दिएर अनि हामी चिया बनाएर पिउँछौँ। दुधलाई राम्रोसँग उमालेर मात्रै बच्चाहरूलाई दिनुपर्छ है साथीहरू। हेर्नुहोस्, दुध उम्लिसकेको छ। अब राम्रोसँग तातेपछि बच्चाहरूलाई दिन्छु। बच्चालाई अब छोरीलाई चाहिँ दुध र चकोस खान्छन् छोरीले, बाबुले चाहिँ दुध र बिस्कुट खाने रे। त्यही भएर बच्चाहरूको इच्छा अनुसार मैले नानीको लागि चकोस तयार गर्दैछु। चकोस लिएर आएर हेर्नुहोस् है साथीहरू, अब मैले बोडकोमा राखेँ अनि दुध चाहिँ धेरै खानिन् छोरीले, त्यही भएर एक गिलास मात्रै गिलासको नापले राख्दैछु। हेर्नुहोस् है साथीहरू, यो चकोस खायो भने तागत पनि आउँछ बच्चाहरूलाई। हेर्नुहोस् साथीहरू, अब बाबुको लागि चाहिँ मैले दुध रेडी गर्दैछु। अब बाबुलाई चाहिँ दुध र बिस्कुट हेर्नुहोस् है मैले बच्चाहरूलाई दिन गएँ।